वेलकम ब्याक टु माई भ्लग। आज चाहिँ धेरै समयपछि टक्क भ्लगमा हैन। आज चाहिँ फाइनली हामी चाहिँ तिहारको दिन टक्क टिका सिका थिएन हैन। हामी चाहिँ आज अहिले लामपोखरा आइसकेको छौँ। हामी चाहिँ आज फाइनली 400 जना भएर घुम्न जाने प्लानमा हिँडेको मान्छे टक्क हैन। अहिले हामी चाहिँ यहाँ लामपोखरासम्म आइपुगेको छौँ। अगाडि दिन देखाउँदै गर्छु गाइड हेर्नु होला है त। हामी कहाँसम्म पुग्नेछौँ हैन। अन्तिमसम्म म भिडियो हालिराख्नेछु, हजुरहरूले साथ सपोर्ट दिनु होला। अगाडि पनि म देखाउँदै गर्छु यता गाइड। अब चाहिँ हामी टक्क लामपोखरादेखि हिँड्न लागेको गाइड जम्मा ल ब्याग फेरि पक्कै नि पौसास र त्यतिखेर मात्र लाम त हो न योबाट ब्याग त गरौँ न हावाबाट के ल्याउ। यहाँदेखि सुरु भइसकेको छ र हामी चाहिँ यति बेला त्यहाँतिर आइसकेको छौँ। बाटो हाम्रो डेढ सुधार बनाएको छ होइन। ब्याग चलाइदिनु हुन्छ छेत्री बरले। म चाहिँ पछाडि बसेर टक्क गरिदिन्छु। जाऊ आजको यात्रा कहाँसम्म पुगिन्छ, गन्तव्य टाढो भए पनि यात्रा जारी छ। कति दिन लाग्छ हेर्दै जाऊ न गन्तव्यसम्म पुग्नको लागि। टुकटुक बाबा र अङ्कल हामीसँग जान सहयात्री हुनुहुन्छ। सहयात्रीहरू मस्त घरमा हुनुहुन्छ। हामी अब चस्मा लाएर टक्क अब गन्तव्य टाढा भयो। हामी चाहिँ अब देवस्थान प्युठानको देवस्थानतिर झर्दैछौँ। तिहारको दिन हामी चाहिँ माइती हिँडेको है सबैजना लागेर। जुठो पर्यो, टिका लाउनु भएन, अब कहाँ जाने घुम्न। यही हो हाम्रो सदुपयोग, विधाको सदुपयोग। हामी फेरि काम गर्ने मान्छे। अगाडि अगाडि बाहुन बाजे, पछाडि पछाडि हामी छेत्री बाजे। ल भिडियो हामी चाहिँ त्रिवेणी चोकदेखि जान्छ यही बाटो जान्छ। अब यो चाहिँ
अब झिमरुक करिडोरतिर आएर झिमरुकको तिरैतिर आउँदैछौँ हो। अब हामी केही समयमा बिजुवार पुग्नेछौँ। अहिले चाहिँ हामी जेनेटादेखि हिँडिरहेको छ ओह्रालो झरेर। प्युठान सदरमुकाम खलङ्गा हो है। प्युठान जिल्ला बढी जुमरे आए जुमरे टक्क बिजुवार बजारमा आयो है हामी चाहिँ। यही हो प्युठानको मुख्य बजार बिजुवार भन्ने। प्युठानको मुख्य बजार जतागत बन्द हो फेरि। प्युठानको मुख्य बजार झिलिमिली झिल्ला हुनु पर्ने जतागत बन्द, त्यही भएर हाम्रो भयो बिल्ला। पैसाले जान्छ दिने कहिले मैले बिगाएँ यहाँ पैसाले जाने र बाइकमा खलङ्गा गएको छु क्या। किन खलङ्गा 12 किलोमिटर बाजुरा 3 किलोमिटर हजुर गाडी कस्तो साइड गर्छ बट्टा बिजुवारदेखि अघि बढिरहेका छौँ। भिङ्री के त तल अब हामी केसँग बागदुला पुग्दैछौँ। हजुर 16 तारिक बहुमुखी क्याम्पसमा एकचोटि हामी मेलाहरू गएको थियौँ क्या। पञ्चम मेला लाग्छ। मैले हेरेको पञ्चम मेला बागदुला बजार हो।